हाई गाइस, वेलकम ब्याक टु माई च्यानल होइन। आजको दिन चाहिँ मैले के गर्न आँटेको भन्दा नि त यहाँ देखिसक्नु भयो होला हो। यो खोर्सानी छ नि, यो चाहिँ अर्ग्यानिक घरमा फलेको खोर्सानी है। यसलाई चाहिँ उमरोग भन्छ हो। प्रायःहरूले बुझ्दैन, हाम्रो यता मणिपुरकोले त बुझ्छ हो। यसलाई चाहिँ उमरोग भन्छ हो। अब म यसलाई चाहिँ यति बेसी छ यो बिग्रिन्छ भनेर चाहिँ ठक्क यसलाई अब हामीले काट्ने। ठक्क यो ग्लोभ्स नलगाइकन काट्यो भने त मार्छ नि त हो। त्यही भएर अब यहाँ ग्लोभ्स चाहिँ टक्क लगाएर चाहिँ काट्नु पर्यो टक्कसँगले। त्यो अर्को पातलो पनि ल्याएको छ, त्यो पातलोले त पोल्छ नि त, मार्छ मलाई। पुरै भरे हात पोलेर रुक्कै बनाउँछ। त्यही लागि चाहिँ अब म यो लाउँछु अनि काट्ने छु। अनि हामीले नुन हालेर चाहिँ बट्टामा राख्दाखेरि चाहिँ पछिसम्म खानु हुन्छ अरे हो। यो खोर्सानी चाहिँ मजाले धोएर अब चाहिँ यसरी राखेको छ हो। मैला कुनै कुनै माटोमा त्यो फलेको टिप्दाखेरि माटोमा लागेर है। अब यसलाई चाहिँ चट्ट काट्नु पर्छ हो। हाम्रो खोर्सानी चाहिँ काटेर यस्तो भइसकेको छ यहाँ हेर्नुहोस् त। अब हामीले यसलाई बट्टामा हाल्ने। बट्टामा चाहिँ यसरी नुन अगाडि नै हाल्नुपर्छ अरे हो। अनि अब यसलाई ठक्क अलिअलि गर्दै हालेर चाहिँ माथिबाट फेरि नुन हाल्नुपर्छ। हाम्रो खोर्सानी चाहिँ 2 बट्टा भएछ हो यतिको। मेरो यो हात चाहिँ पोलेर मर्नु आँटे। र मेरो यो खोर्सानी कटिङ ब्लग पनि यहीँसम्मको लागि। सी यू नेक्स्ट भिडियो गाइस, टिल देन बाई बाई।